श्रोताहरूलाई स्वागत छ। अब आज हामी नेपाललाई अलिकति फरक कोणबाट हेर्दैछौँ है। हिमाल र मन्दिर त छँदैछ, तर ज्ञान र दर्शनको भूमिको रूपमा यसको कस्तो पहिचान छ त? हामीसँग एउटा भिडियो स्रोत छ जसले विश्वकै पहिलो व्यवस्थित व्याकरण त्यो जन्मेको ठाउँबारे बताउँछ। आज हामी त्यही ऐतिहासिक स्थल र त्यसको गहिरो बौद्धिक विरासतलाई अलि नजिकबाट निहाल्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ है त। हो, एकदमै। हामी कुरा गर्दैछौँ अर्घाखाँची जिल्लाको पाणिनी तपोभूमि बारे। यो लुम्बिनी प्रदेशमा पर्छ। यसलाई चाहिँ प्राचीन ऋषि पाणिनीले ध्यान तपस्या गरेर ज्ञान पाएको ठाउँ मानिन्छ। स्रोतले पनि यहाँको वातावरण एकदम शान्त आध्यात्मिक छ भनेर जोड दिएको छ। पाणिनी, जसलाई त विश्वकै पहिलो भाषाविद पनि भन्छन् नि, हैन? उहाँले संस्कृत भाषाको लागि त्यो अष्टाध्यायी भन्ने ग्रन्थ लेख्नुभयो। सोच्नुस् त, त्यसमा लगभग 4000 जति व्याकरणका सूत्रहरू छन्। यो त अचम्मै भयो। तर यस्तो गहिरो व्यवस्थित ज्ञान उहाँले कसरी पाउनु भयो होला त? खै त्यही त। स्रोत भिडियोले के भन्छ भने यही तपोभूमिको शान्त वातावरणमा गहिरो ध्यान, साधना अनि आत्मचिन्तनबाटै उहाँले यो ज्ञान आर्जन गर्नुभएको हो रे। भनेपछि त्यो ठाउँको वातावरणै प्रेरणादायी भयो। हो नि। अनि स्रोतले वर्णन गरे अनुसार अर्घाखाँचीको त्यो हरियाली डाँडामा रहेको ठाउँ आज पनि उस्तै छ रे। मतलब त्यो आध्यात्मिक ऊर्जा अझै छ। भिडियोमा त पुराना ढुङ्गे संरचनाहरू, सायद ध्यान गर्ने गुफाहरू होलान्, अनि पवित्र मानिने पानीका मुहानहरू पनि देखाइएको छ। यसले के देखाउँछ भने यो ठाउँ ऐतिहासिक मात्रै होइन, आज पनि उत्तिकै जीवन्त छ ज्ञान र प्रेरणा खोज्नेहरूका लागि। चाहे विद्यार्थी हुन्, गुरु हुन् वा साधक, सबैका लागि। एकदम। त्यो वातावरण नै त्यस्तो छ। साँच्चै पाणिनीको योगदान त कुनै भाषा वा क्षेत्रमा मात्र सीमित भएन नि, हैन र? यो त पुरै मानव सभ्यताकै लागि महत्त्वपूर्ण भयो। अनि यहाँनिर कुरा अझै रोचक हुँदै जान्छ। स्रोतले के भन्छ भने आजको जमानामा पनि, मतलब यो कम्प्युटर भाषा विज्ञान अनि कृत्रिम बुद्धिमत्ता एआई जस्ता क्षेत्रमा समेत पाणिनीको नियमहरू प्रयोग भइरहेका छन् रे। हो, यो त असाध्यै रोचक कुरा हो। प्राचीन ज्ञान र आधुनिक प्रविधि बीचको यो सम्बन्ध साँच्चै नै अद्भुत छ। कसरी काम गर्छ होला त? यस्तो हो नि, पाणिनीका नियमहरू यति तार्किक, यति व्यवस्थित अनि गणितीय रूपमा पनि यति सटीक छन् कि तिनले कम्प्युटरलाई मान्छेको भाषाको संरचना सिकाउन मद्दत गर्छन्। जसरी गणितले हिसाब मिलाउँछ नि, त्यस्तै। हो, यसले के देखाउँछ भने हजारौं वर्ष पुरानो बौद्धिक सम्पदाले पनि भविष्यको प्रविधिलाई बाटो देखाउन सक्छ। हो नि, यसले त सोच्न बाध्य बनायो। यो त भाषाको नियम मात्र भएन, यो त विचारलाई नै एउटा संरचना दिने तरिका भयो जुन आज मसिनहरूले सिक्दैछन्। त्यही त। यसले पाणिनीको दूरदर्शिता कति थियो, उहाँको काम कति गहिरो थियो भन्ने प्रश्न पार्छ। अनि यसलाई अलि ठुलो चित्रमा हेर्दा के देखिन्छ? यदि हामी अलि फराकिलो दृष्टिकोणबाट हेर्छौँ भने पाणिनीको यो काम र तपोभूमिको अस्तित्वले के पुष्टि गर्छ भने नेपाल परापूर्वकालदेखि नै ज्ञान र चिन्तनको एउटा महत्त्वपूर्ण केन्द्र थियो। यो केवल प्राकृतिक सुन्दरता वा धार्मिक स्थल मात्र होइन, यसको ऐतिहासिक र धार्मिक महत्त्व त छँदैछ, त्योभन्दा माथि उठेर आधुनिक विज्ञान र प्रविधिसम्म यसको प्रभाव फैलिएको देखियो नि। स्रोतले यसलाई ज्ञान भूमि नै भनेको छ।